नमस्ते सबैजनालाई। थम्बनेलबाट थाहा पाइसक्नुभयो आजको हाम्रो यात्रा कता भनेर, र यिनीहरू हुन् मेरो सहयात्रीहरू। बुढो चाहिँ क्यामेरामा हुनुहुन्न। आफ्टर ट्राभलिङ फर 6 आवर अहिले चाहिँ हामी छेडा भन्ने ठाउँमा छौँ। यो चाहिँ जाजरकोट जिल्लामा पर्दछ। आज चाहिँ हामी यहीँ बास बस्नेछौँ। होटल सामान्य देखे तापनि त्यहाँको सफा बसोबास न्यानो वातावरणले मन जित्यो। स्थानीय स्वादले भरेको मिठो खाना खाएर आजको रात यहीँ व्यतीत भयो। यो कुन बजार हो? यो चाहिँ रिम्ना बजार गणेश सर। अब हामी यहाँबाट 2टा बाटो लाग्छ होइन, रिम्ना आएन। यो पुल तरेर हामी रुकुम पश्चिम जिल्ला प्रवेश गर्छौँ। बाटो खोलाको छेउ भएकोले भेरी नदी सुस्याएको मजाले देख्न सकिन्छ। बाटो अत्यन्त सहज र सरल। हाम्रो यात्राको क्रममा बाटो छेउमा देखिएको यो पानी घट्टले हामीलाई एकैछिन आफूतिर ध्यान आकर्षण गर्यो। पानी घट्टसँग पश्चिम नेपालको सभ्यता, संस्कृति र जीवनशैली गहिरोसँग जोडिएको छ। एक समयमा गाउँघरमा अन्न पिस्ने मुख्य माध्यमका रूपमा प्रयोग हुने पानी घट्टले स्थानीय जनजीवनलाई सहज बनाउनुका साथै समुदाय बीचको आत्मीयता र परम्परालाई जीवन्त राखेको छ। डोल्पा जाने क्रममा बाटोमा पर्ने यो झरना अत्यन्त मनमोहक थियो। यहाँ हामी केही क्षण रमायौँ। भयो बनाइदिइरहेको छु, फोटो नि खिचिदिन्छु है। बाटो कच्ची बाटो हामीले समातिसक्यौँ होइन। बाटो अब यस्तै नै छ होला, सम्भवतः अफरोडै छ। हेरौँ कहाँसम्म हुन्छ यो। बाटोभरि माटो र ढुङ्गाले बनेका परम्परागत घरहरू एकदमै कलात्मक देखिन्थे। हरियो पहाड, विशाल मैदान र कलकल बग्ने खोलाले यात्रालाई अझ रमणीय बनाइरहेको थियो। यी सुन्दर दृश्यहरू हेर्दै करिब 4-5 यात्रा पश्चात हामी चाहिँ त्रिवेणी आइपुगेका छौँ। यहाँ चाहिँ हामी खाना खाएर, बिहानको खाना खाएर हिँड्नेछौँ। हेल्दी घरका खाना, लुक्स लाइक घरका खाना। आइ एम सो हङ्ग्री। यात्रा चाहिँ राम्रै भयो होइन। त्रिवेणीमा खाना खाइसकेपछि हामीले केही बेर त्यहाँ विश्राम गऱ्यौँ। त्यहाँ वरिपरिको दृश्यहरूलाई आफ्नो क्यामेरामा कैद गरेर हामी पुनः आफ्नो गन्तव्यतर्फ यात्रा अगाडि बढाउँदैछौँ। यात्राको क्रममा मलाई चाहिँ चारैतिर हेरेर हिँड्न मन लाग्छ, हेरेर बस्न मन लाग्छ। तर यहाँ मेरो 2टा बहिनी भने जतिखेर नि सुतेको सुते। यिनीहरूलाई दिन भने पनि केही छैन, रात भने पनि केही छैन। यिनीहरूको कामै गाडीमा सुत्ने हो। दे आर स्लिपिङ। छेउमा बगेको यो भेरी नदी, आई डोन्ट नो यो ठुलो भेरी हो कि सानो भेरी हो। मैले त्यतिखेर कसैलाई सोधेर हेर्नु न, मलाई त यहाँको भौगोलिक बनावट हाम्रो जुम्ला जस्तै लाग्यो। कति मनमोहक। फोक्सोन्डो जाने क्रममा बाटो छेउमा पर्ने यो त्रिपुरा सुन्दरीको मन्दिर अवलोकन गर्ने विचार गऱ्यौँ हामीले। यो मन्दिर डोल्पाको सबैभन्दा प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो। यहाँ हिन्दू र बौद्ध दुवै समुदायको गहिरो आस्था रहेको छ। यो मन्दिर भगवती त्रिपुरा सुन्दरी यानि कि दुर्गा माताको एक शक्ति रूपलाई समर्पित छ। अब हामी त्रिपुराश्वर मन्दिरको लागि हिँडिसक्यौँ। बाटो चाहिँ यो हो। हामीलाई चाहिँ त्यति हिँड्नु पर्दैन भनेर हामी How is feeling? Look at the view, guys. पछि आउँदा फोटो खिचौँला है। ल आउनुहोस्। निम्काउ दिदीहरू दाउरा लिएर नै अहिले हावाले लहराइरहेको छ। एकदम मनोरम दृश्य छ। अनि कस्तो लाग्यो त बिनाजु?
राम्रो। अनि हाम्रो त प्लान यहाँ थिएन नि त, कसरी बन्यो एक्कासी? त्यस्तै हो। गाइज फाइनली उयो यो चाहिँ अब गेट अब यो सुलीघाट अब हामी त्यसपछि यता लाग्छौँ सेफोक्सुन्डो टिकट काउन्टर। हाई हाई गाई एल्साको भाइ हाम्रो भाइ रहेछ क्या बनेको हो एकदमै चिनी चाहिँ गल्छ भनिहाल्यो। हेलो, कस्तो लागिरहेको छ अहिलेसम्म? थाक्नु भएको छ कि यहाँ त आउनुसम्म? अलि हुन्छ नि, जस अलि इन्जोय फिल भइरहेछ। टिकट काट्दै हुन्छ। हेलो, म त लगाइदिएको टोपी नि गाह्रो हुन्छ नि त। सो अब हामी चाहिँ सुलीघाटसम्म चाहिँ हिजो रिजर्भ गरेको जिपमा आयौँ। कहाँ बसायो भनेपछि 10 बजिसकेपछि चाहिँ हामीलाई यता आउन दिएन। हामी चाहिँ कहाँ बस्यौँ? छेडामा बस्यौँ। हजुर, एक रात छेडामा बस्यौँ। त्यहाँको बास्नी सुखदै रह्यो। आफ्टर द्याट आज बिहान सकुस आएर त्रिवेणीमा खाना खाएँ। यो बाटो आएको तिनीहरू त कता छ? बिमिका बिमिका बिमी अब यो बाटो जाँदैछन्। रामधुनी आँटिसक्यो फाइनल्ली। कति घन्टा? 3 बजी हिँडेको, अहिले 9 बजी चाहिँ हामी छेप्का पुग्यौँ। 3 त हो, 12 बजीदेखि हिँडिरहेछ हामी। 12 बजीदेखि होइन? हो, 12 बजीदेखि। ए होइन कि उहाँ आएर सिलगढी सुलीघाटबाट चाहिँ 3 बजे हिँडेको। सुलीघाटबाट 3 बजे हिँडेर छेप्का अहिले 9 बजे आयो। हजुर, सेफोक्सुन्डो गएर आएको कि गएर हामी सक्छौँ। फोटोले मेमोरी भइन्छ। अहिले केही नखिच्नु यो। अब हामी चाहिँ छेप्काबाट हिँड्यौँ। अहिले कति बजे? 7? हेर त एल्सा टाइम हेर। भ्युज त यति राम्रो छ। सो यो चाहिँ हेर्नु, यो सानो ट्रायल छ। अबे ओखर ओइ ओखर हेर्नु। राक्सीको ओखर ए हेर्नु गाइस, सेफोक्सुन्डो आउँदा बाटैभरि ओखरको सिजन भएर हो क्या, बाटैभरि ओखर। घुम्न जानुहुन्छ? हजुर हजुर, जाउन घोडाहरूले नछोड। तिनीहरूको रफ्तारमा हिँड्यौँ भने कहीँ पुग्यौँ नत्र।
ल यता पनि फर्किने काम गरौँ हामी यता पनि छौँ हाम्रो बिनाजु पास आउट हुनुभयो यता हेर्नु न एकचोटि रोक्नु कोही हेर्नु मन गरिरहेको छैनन् अब चाहिँ मेरो पालो भने चाहिँ बिनाजु खिचौँ हेलो बिनाजु अम्मा के हो यो अम्मा यो मेरो प्यारो प्यारो मेरो साथी सहयात्री के भन्नु आउँछ स्टिक अनि म पनि चल्दिएको पुलतिर यस्तो छ पुल यस्तो छ पुलको पछाडिको भ्यू ओ माई गॉश अनि यस्तो छ यहाँ गाडी बस्नु है सो हामी छेप्पाबाट हिँडेको करिब 3.5 घन्टा भइसक्यो अब यो चाहिँ लास्ट स्टप ट्री हाउस हो रेची आउनुभन्दा अगाडि त्यसैले हामीले आजको लन्च यहीँ खाने डिसाइड गऱ्यौँ यति थाकेको छ वर्स कन्डिसन भएको छ खुट्टाको लेट्सी जा ल एलिभेसन चाहिँ 3000 मिटर माथि जान्छौँ है अब ल जाऊ राँची 3000मा रहेछ रेची पुग्यौँ अब झर्ना होटल कति टाढा छ 2-3 घन्टा 3-4 घन्टा लाग्ला त्यसपछि फेरि लस तलबाट आएको भीमका त्यहाँ छेउमा छ अब पनि हिँड्दैछौँ एकदमै गाह्रो छ यो 2 घन्टा भइसक्यो अझ कर्दैन उकालो नाक छुइन्छ आकाश हेर्दाखेरि त्यस्तो उकालो छ स्टिल वी आर हेडिङ बाटो अँध्यारो हुन लागिसक्यो डर पनि लागिरहेको छ ब्रेकआउट राति केही पनि देखिँदैन थियो अँध्यारो थियो टर्च लाइटको सहारामा हामी गएका थियौँ यो भोलिपल्ट फर्किँदा मैले कैद गरेको झरनाको फोटो हेर्नुहोस् त यो झरना यस्तो म्याग्नेटिक पावर कसम मैले यो भिडियो बनाउँदा मलाई 2 जनाले समातेको थियो म त हुत्तिन्छु जस्तो त्यस्तो अप्ठ्यारो बाटोमा यति ब्युटी हेर्नु अब त्यत्रो उकालो हिँडेपछि बिचारा कसरी फेरि उकालो जुत्ताहरू भएर आउँछ है बिल्सेली ल यो हाम्रो राम्रो छ त ल ठिक छ पढ्दा नै मन खाए यो ग्रुप त राम्रो रहेछ नि त दयालु ग्रुप ऊ त्यो भाइले त बिचारा हिँड्नु दिदी हिँड्नु पछाडि कोही छैन को भाइ हो क्या ल यहाँ राखौँ ब्यागहरू इनर्जी आएन मलाई त अब म कपडा अर्को लगाउँछु चिसो भयो कि पुरा भिजिसकेको छ हेर्न पुरा भिजेछ मेरो कपडा तेरो ल्याएको ल्याएको प्लिज एकदम तपाईँ यता हुनु तपाईँ यो कुनामा केटो मान्छे यसलाई जुरुको उठाउने कपडा दिनु मलाई सो हेर्नु है यहाँको घरहरू यस्तो हुन्छ कति कलात्मक छ होइन ढुङ्गा र माटोले कागले यो चाहिँ सेफोक सुन्नु जाने यो
पहाड हिमाल केही तर्नु पर्दैन। जहाँ पाए त्यही जाँदैछौँ कि लाग्छ। सो हामी कालको लागि रेडी भयौँ। मलाई चाहिँ के त्यो होटलमा साउनीले के गणेशको छोरी रे कि तिनटैजना सोध्न नजाने हो कि म त कति खुसी लाग्यो। गणेश तपाईँको छोरी थिएँ म। गणेश साह्रै बुढो भइसक्यो जस्तो छ। अनि हिजो हामीसित आएको भाइहरू पनि त्यो लिचुको लागि कन्डेम गरेको रहेछ, बट उनीहरूले सकेन र उनीहरू बेस क्याम्पबाटै फर्केको रहेछ। हामी चाहिँ जाँदैछौँ है। यो चाहिँ ताल भयो। तालको त्यो साइडमा चाहिँ फोटो खिच्न मिल्छ होला, यहाँबाट त मिल्दैन त्यस्तो छैन। हामी चाहिँ आज भ्यू पोइन्ट जान्छौँ, देन आफ्टर हामी Taler. Look at the view. Look. Look. उता भित्र कोप्चो छ। हामी चाहिँ भ्यू पोइन्ट जान लागेको गाइस। सो साँच्चै हिजोको थकान बिर्स्यो होइन, 55% बिर्स्यो। अब भ्यू पोइन्टमा अनि यो चाहिँ खच्चरको लागि, यो चाहिँ मान्छेको लागि बाटो। अब यो फोक्सुन्डो चाहिँ वाइ आकारको छ अरे होला होला। सो बिम्का चाहिँ हिँड्दैछन्। बिम्का सक्छौ र तिमीले अब हुन त हाम्रो गुरुङ त स्ट्रङ लेडी भनेकै लेडी के गणेशलाई पनि टप्यो होला उसले। कन्टिन्यू ब्याग बोकेर एकचोटि ऐयानी छैन मुखमा एक्सप्रेसन। हामी चाहिँ त्यही हो सर आफ्नो बिचबिचमा कसले भन्यो ल। सो हामी चाहिँ अब भ्यू पोइन्ट जान लागिसकेको छौँ। ताल चाहिँ यही नै हो, सेफेस्ट ताल। उहाँ चाहिँ हेरेर आइसक्नु तपाईँ, उहाँ चाहिँ हेरेर आइसक्नु भयो। अब हाम्रो पालो हो। मलाई चाहिँ जे गर जस्तो सुकै लैजाऊ मलाई, यता यो मन त मेरो नेपाली हो। ल पक्रिदिनु हुन्छ। ल दिदी जता सुकै लैजाऊ यो मन त मेरो नेपाली हो, यो मन त मेरो नेपाली हो। ल हामीहरू सेफ फोक्सुन्डोबाट म भिडियो बनाइरहेको छु। यता ताल छ, यस्तो बाटो एकदम एउटा मान्छे मात्र हिँड्न सक्छ यो रोडमा। दुईवटा भएपछि चाहिँ अलिकति केयरफुल भएर हिँड्नुपर्छ। दुईवटा हिँड्न मिल्दैन भन्ने होइन कि, तर यति थकित मुद्रामा आएको हुन्छ नि मान्छे, त्यही भएर चाहिँ यो रोडमा चाहिँ एउटा एकचोटिमा एउटा मान्छे हिँड्छ। सँगै चाहिँ यस्तो जुधेर हिँड्दैन, यस्तै एक पछाडि एक अगाडि गर्दै हिँड्छन्। ए यस्तो छ यहाँको भ्यू, एकदम डरलाग्दो दामी। अब हाई गर्नु, यता फर्केर
जान बुता इन्डिङसम्म बनाउँछु कि म जेबमा राख्छु। गणेश आइसक्यो तार घुमेर आयौँ ए वाइ बाटो त्यस्तो छ एक गोरेटो बाटोमा दुईजना मान्छे हिँड्न नसक्ने एउटा ओ पारी प्रेमिका यिनीहरू कहाँ कति लिएर आएको छ सुस्त ल यो चाहिँ हाम्रो भिडियो बेबी कस्तो लाग्यो हजुरलाई भ्यू पोइन्ट नपुग्नु पाएको हुनाले दुःख लागिरहेको छ। तर केही छैन कि बुढी